जिम साहबहरू उहाँमाथि हाम्रो वडा अध्यक्ष शुद्ध हुनुहुन्छ उहाँहरूलाई सबैले है मेरो यो कुरा के हो भने सबै विविध कुरा यहाँ चाहिँ विभिन्न भित्र कुहिएर सडेर गएर आफ्नो आफ्नो यहाँ तीनटा युनियनको मान्छे खारेज हुनुपर्छ ट्रेड युनियन खारेज हुनुपर्छ या तीनटा युनियनको जिएम साहबले मिलिमतले पनि यो विभिन्न गरिराखेको छ र यो एउटा हामीले तलब खाएको छैन पोहोरको फागुनको आदि दिएको छ अहिलेसम्म हामी मजदुर भोग बगाइ बसेर हामीले काम गर्दै यहाँ घर भएको त खेत होला किसान होला के होला तर यो उद्योग किन नचलेको कारण स्पष्ट दिनु पर्यो खासमा अहिलेको जेएनजी हाम्रो आक्रोश के भने जेएनजीको उद्योग मन्त्री लाजर हो कि जिएम साहब लाजर हो कि को हो हामीलाई यो तुरुन्त हामीलाई तलब चाहियो हामी भोग बोकाइ काम गर्न सक्दैनौँ अब अन्तिम अवस्था हामी आफै मर्ने तिमीहरूले मार्ने पक्षमा पुगिसकेको छ तपाईँहरू यत्रो टुनडुङ्गा आउँदाखेरि 30-35 वर्षमा चाहिँ खोतालेको टुनडुङ्गा 25 भाग सकाएको छ 75 भाग जिउँदैछ यत्रो हुँदाहुँदै संरचना हुँदाहुँदै तपाईँहरूले भ्रष्टाचारमा डुबेर चाहिँ यसो गरेर त हिजो अस्ति त्यो पैसा 15 लाख कसले तान्यो तपाईँहरूको मिलिमतमा जिएम प्लस युनियनको मान्छेको मिलिमतमा त्यो पैसा तानेको हामीलाई भोक पकाइ राखेर एउटा खाता मिलाउन नसक्ने एउटा फ्याक्ट्री चलाउन नसक्ने जिएम साहब कति दिन चाहिँ काठमाडौँ दाल त हिजो अस्ति 12-15 दिन उद्योग चल्दाखेरि 7-8 करोडको उत्पादन भएको थियो त्यसको हेर हिसाब हामीलाई चाहियो हामीलाई भोक बोकेर राखेर भएन हाम्रो उदयपुरको जिएनजी बाह्र जिल्लाको अरू होला यो उदयपुरको गाउँ न हो म यहाँ काम गरेको 33-34 वर्ष भयो यही उद्योगमा कुनै पनि जिएममा आएर चाहिँ उद्योग चलाउँदाखेरि फुलफिल नभएर कर्मचारीको सेवा सुविधा जानेको उपदान दिने हुने अहिले के तपाईँहरूले कहाँको उनीहरूले अरू ठाउँको नियम नीति ल्याएर चलाएको थिएन यहाँको कर्मचारीले देखेको चलाएको थियो नेपुरेको कर्मचारी को हो जिएम साहबको काम थियो कलम घुमाउनुहोस् न कसले नचलाउने छ त्यसलाई हामी अहिले ठोक्छौँ यस्तो तरिकाले भएन यो एकदम गाह्रो अहिलेको उद्योग जति पनि यहाँको पहिला बुढागढी पनि यहाँ जिसियो दिएमा आएको थियो एमएलएको हामीहरू गयो त्यसले उद्योगको कुरा सुन्न चाहँदैन भन्छन् माथि त्यहाँ के भन्छ अनि त्यो भएको कारणले गर्दाखेरि खबरदारी अब कसैले चाहिँ हामीलाई तलब दिएन र मार्छौँ भने हामी पनि भोक पकाइ मर्न सक्दैनौँ यो हाम्रो व्यवस्थापकलाई के भयो होला नि अब स्थानीय युवाहरू आयो हिजो अस्ति जन्मेको औँला ठर्याएर कुरा गरौँ भनेर तपाईँहरूलाई ऊ होला गुनासो होला त्यो हामीलाई बाध्यकारी अवस्थामा जुन तपाईँहरूको जुन गतिविधि भइरहेछ ठिक छ तपाईँको सरकार पक्ष स्थानीय तपाईँको कर्मचारी आफ्नो आफ्नो ठाउँमा कमी भएको छ तर यसलाई सुधार्नु नसक्दा त त्यो त जुन तपाईँहरूले यहाँ तलब खानु भएको छ यहाँको जिम्मेवारी लिनु त्यो तपाईँले गैर जिम्मेवारीपन देखिरहेको हामीले हामी यो बारम्बार प्रत्येक हप्ता आउने जाने तपाईँहरूले हामीलाई त यहाँ स्थानीय केटा आउँछ जान्छ यिनीहरूलाई भनेर तपाईँहरूले त्यो एउटा हाम्रो जुन धैर्यताको बाँध हाम्रो टुट्न लागिसक्यो हिजो दिनमा हामीले एउटा चाहिँ अङ्कल हजुर दाइ नमस्कार गर्दै गर्दाखेरि हिजोको दिनमा जुन हातपात भएको छ त्यो तपाईँहरूले बाध्यकारी अवस्थामा अब त्यो अवस्था नजिक आइसकेको छ त्यही भएर तपाईँहरूले आधी घन्टामा खातामा पैसा आछ आधी घन्टामा चाहिँ तपाईँको चाहिँ खाता रोकामा त्यो तपाईँहरूको मिलोबत्तमा नभएको त अरू त गरेको होइन होला बाहिर मान्छेले त गरेको होइन त्यो भएर त तपाईँहरूले जसरी जुन एउटा ठिक छ हामीले व्यवसायको पैसा तिर्नुपर्छ तर अहिलेको अवस्थामा यसलाई पनि सञ्चालन गरौँ बिस्तारै उनीहरूलाई पनि तिर्दै जानुपर्छ तर यिनीहरूलाई चाहिँ खाता नै बन्द गर्ने जुन हिसाबले जानुभएको छ त्यो त एउटा तपाईँहरूको मिलोबत्तमा भइरहेछ र यो जुन जस्तै सबै हाम्रो जुन अहिले डेलिगेसन आएको छ सबैको प्रतिक्रिया के छ भने तपाईँहरूको मिलोमतमा जुन भइरहेछ हामीलाई पनि थाहा छ कोबाट चाहिँ यो कुरा लिक भएको छ भनेर हामीलाई थाहा छ यदि सबैलाई थाहा नहोला तर एउटा जिम्मेवारी मान्छेलाई थाहा छ फलानले चाहिँ यसरी चाहिँ ऊ गरेछ भनेर यदि हामीले त्यो नाम ऊ गर्ने बित्तिकै त्यहाँ तपाईँहरूलाई हातपात हुन्छ त्यो हामीले रोकिरहेछौँ यदि तपाईँहरूले सचिनुहुन्न भने भोलिको दिनमा हामीलाई हिजोको दिनमा चाहिँ जसरी हातपात भयो चाहिँ यहाँ तालाबन्दी भयो त्यो चाहिँ हामीलाई बाध्यकारी नगराउनुहोस् कसरी हुन्छ सञ्चालन गरौँ बिस्तारै सप्लायरको पैसा ठेकदारको पैसा बिस्तारै तिरौँला र म चाहिँ यो जुन युनियनका जुन कर्मचारीहरू छ त्यहाँबाट पनि चाहिँ यो अब फ्याक्ट्री चल्दैन जुन एउटा भ्रामक जुन हामीले जुन तपाईँहरूबाटै गइरहेछ त्यो चाहिँ नहोस् भन्न म चाहन्छु र हिजोको दिनमा जसरी तपाईँहरूलाई हामीले आदर गर्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ अभियान मूल्याङ्कन गर्नु भएन तपाईँहरूले
त्यही भएर यति भन्दै म आफ्नो 2 शब्द यति धन्यवाद। अरू साथीहरू कुरा केही छ? ठिक छ, सारमा कुरा आयो। अझै छ। अनि मैले अझै 2 मिनेट समय तपाईहरु हुनुहुन्छ भने म आजै पछि मेरो एउटा कुरा छ। नमस्कार सम्पूर्णमा, म आङपासिङ शेर्पा घरचुवाडी र आज मात्रै होइन, म धेरैचोटि आइसकेँ उदयपुर सिमेन्टमा। 2073 सालदेखि चाहिँ मेरो सम्बन्ध उदयपुर सिमेन्टसँग छ र यो भन्दै गर्दाखेरि मैले मेरो पृष्ठभूमिको मैले हजुरहरूलाई जानकारी दिँदैछु। जुन चाहिँ हामीले मदन भण्डारी राजमार्ग अलि बनेको छ, अलि हाम्रो सवारहरू छ, गाडीहरू चलिरहेको छ, त्यसको अकाउन्टेन्ट चाहिँ म थिएँ र त्यतिखेरदेखिको हाम्रो सिमेन्ट कारखानासँग राम्रो सम्बन्ध थियो होइन, थियो, चलि पनि रहेको थियो, हामीले धेरै खपत पनि गरेको हो, अरबौँको कारोबार पनि भएको हो र त्यो हुँदाखेरि पनि मैले चाहिँ देखेको केही कुराहरू थियो होइन। अब सिमेन्ट कारखानासँग मैले प्रत्यक्ष रूपमा चाहिँ मैले फेस गरेको कुराहरू थियो। त्यो कुराहरूमा चाहिँ सिमेन्ट कारखाना सिस्टमेटिक रूपमा गएकै थियो त्यतिखेर, तर बिचमा के भयो होइन, अब तपाईँको 3 वर्ष यो अगाडिदेखि चाहिँ एकदमै यहाँ चाहिँ खाल्टै परेको, यहाँ चाहिँ अब एक्सिडेन्टै भएको जस्तो देखियो। किनभने यो मैले बारम्बार न्युजमा पनि देखिरहेको छु, यस धेरै समस्या देखिरहेको छु र मेरो आफ्नै अनुभवमा म रिस्कुमा हाम्रो सेन्ट्रल अफिसमा बसेर काम गर्दै गर्दाखेरि जिएम साहब पनि आउनु भएको थियो। अनि त्यो हिसाबले मैले यसो हेर्दाखेरि चाहिँ मेरो आफ्नो व्यक्तिगत धारणा है, म गलत हुनसक्छु, सच्याइदिनु होला, उहाँलाई पनि यो सिमेन्ट कारखाना चाहिँ बचोस् चलाउँ भन्ने चाहिँ उहाँलाई पनि केही छ मनमा, कुनै हृदयको कतै कतै कुनामा चाहिँ उहाँलाई छ, प्रत्येक कर्मचारीलाई पनि छ, प्रत्येक युनियनलाई हामी सबैलाई त छँदैछ, सबैले यहाँ छ, हामी सबै एउटा राम्रो कामको लागि आएको छौँ र अब यो हुँदै गर्दाखेरि रमाकान्त दाइले भन्नुभयो हामीलाई त्यो नामहरू थाहा छ भन्नुभयो। नाम थाहा छ भने तपाईँले सार्वजनिक गरिदिनुहोस्। अब अझै पनि ढिलो भएको छैन, हामी सचाउँछौँ, त्यहाँ सचाउने काम हामी गर्छौँ, त्यसको जिम्मा हामी लिन्छौँ क्या, भोलि केही पऱ्यो भने हामी जिम्मा लिन्छौँ। ल त्यस्तै हो भने, तर तपाईँहरूलाई थाहा छ भने आज फाइनल गर्नु पऱ्यो, सधैँ हामी आउँदैनौँ यसरी, हाम्रो पनि काम हुन्छ, घर व्यवहार हुन्छ, सधैँभरि सिमेन्ट कारखानाको लागि हामीले झोला बोकेर हिँड्नुपर्ने? हाम्रो एउटा कामै छैन, यहाँ तपाईँहरूकै अगाडि बसेर सधैँ आउनुपर्ने त काम छैन नि त। तपाईँले आज यो फाइनल गरिदिनुहोस्, जे हुन्छ आज यो डिसिजन हुनु पऱ्यो, भएन भने तपाईँहरू भोलिदेखि तालाबन्दी गरिदिने हो र त्यही हो मेरो। युनियनको प्रमुख को यहाँ भित्र कर्मचारीमा कसले युनियन कोकल तपाईँले भन्नु कोकललाई थाहा छ, कोकलले लिग गर्छ, त्यो निकाल्नु पर्यो, त्यो समग्र हुनु पर्यो, सबै को हुन्छ, त्यसपछि 0 गर्टिकल आज फाइनल गर्नु पऱ्यो। यो मिटिङ हुँदैन अब यसरी पटक पटक बस्नु भएन, यस छलफल कार्यक्रममा ध्यान आकर्षण पत्र बुझाउने कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकज्यू र यो ध्यान आकर्षण पत्र उदयपुर सिमेन्ट उद्योग सुचारू होस्, चलोस्, बचोस्, यसको उन्नति प्रगति होस् भन्ने चाहना राखेर ध्यान आकर्षण पत्र प्रस्तुत गर्ने हाम्रा नवपुस्ता जेनजी युवा भाइहरू र हाम्रो खबरदारी यो उदयपुर सिमेन्ट उद्योग बचाउ खबरदारी समितिका सम्पूर्ण उपस्थित साथीहरू र उदयपुर सिमेन्ट उद्योगसँग सम्बन्धित सम्पूर्ण कर्मचारी, यहाँका सम्पूर्ण उपस्थित साथीहरू, यो हामी चाहिँ धेरै पटक यहाँ बसेर छलफल गरेर एक हिसाबले चाहिँ आदित भइसकेको अवस्था हो। यो तपाईहरुले आज जुन हाम्रा युवा भाइहरूले यो जेनजी साथीहरूले जुन किसिमको कुरा उठाउँदै हुनुहुन्छ, हाम्रा खबरदारी साथीहरूले उठाउँदै हुनुहुन्छ र अहिले सबैको सर्वत्र चासो छ कि उदयपुर सिमेन्ट उद्योग चल्नुपर्छ। यो चाहिँ यसको यो एउटा चाहिँ हाम्रो सम्पत्ति हो, हाम्रो गहना हो, देशको अर्थतन्त्रलाई चाहिँ को मेरुदण्डको रूपमा यसले भोलि सारा युवाहरूलाई चाहिँ रोजगारी दिन सक्छ, रोजगारीको केन्द्र बन्न सक्छ। त्यति मात्र होइन, यो पर्यटनको एउटा चाहिँ गन्तव्य पनि बन्न सक्छ। तर यो इतिहास बन्ने ऐतिहासिकतामा सीमित हुने अवस्था भइसक्यो र अब अलिकति आशा चाहिँ तपाईहरुको आजको यो कदमले म हेरिरहेको छु। योभन्दा अगाडि पनि हाम्रा युवा साथीहरू तपाईहरु मन्त्रालय जानुभयो, मन्त्रालयमा गएर तपाईहरुले चाहिँ पहल कदमी लिनु भएको छ। अब त्यो गतिविधिहरू पनि म सामाजिक सञ्जालबाट र अन्य उबाट पनि हामी बुझिरहेका छौँ र अब म चाहिँ खानी क्षेत्रको जनप्रतिनिधि भएको नाताले हामीलाई प्रकृतिले अथाह चाहिँ प्रचुर मात्रामा प्राकृतिक सम्पदा दिएको छ, तर त्यसको सदुपयोग संरक्षण चाहिँ यसको सदुपयोग हुन सकेको छैन।
र यसमा सबैको चाहिँ गिद्धे नजर चाहिँ परेको छ। यो सबैले हामीले अनुभूति गरेको कुरा हो। र अब यहाँबाट फालेका ढुङ्गाहरू लगेर उद्योगहरू नाफामा छन्। अब हाम्रो चाहिँ यहाँनिर अभिगत यस्तो छ। अब यहाँ एकताली इन्डियन यो स्टडी गर्ने एउटा चाहिँ कलेजको विद्यार्थी स्टुडेन्टहरू आउनु भएको थियो र त्यहाँ चाहिँ म जनप्रतिनिधि भएको नाताले त्यहाँ खानीको क्षेत्रमा अवलोकन गर्न जानु र उहाँहरूले के भन्नुभयो भने त्यो त्यहाँको विज्ञ एउटा टिममा चाहिँ यो लाइमस्टोन चाहिँ औषधिको रूपमा प्रयोग गर्न सकिने त्यो क्वालिटीको चाहिँ यो लाइमस्टोन छ भनेर भन्नुभयो। त्यसो भन्दा गर्व लाग्छ। तर उद्योगको अवस्था चाहिँ यस्तो छ। अब त्यो उद्योगको यथास्थितिको बारेमा अब धेरै हामीले उजागर गर्नु पर्दैन। यो उद्योग किन यस्तो हो, यो भित्र रोग कसरी पस्यो, यो रोगी किन भयो भन्ने विषयमा चाहिँ अब धेरै कुरा छैन। यो मूल मुद्दा अहिले राष्ट्रिय रूपमै उठेको मूल मुद्दा चाहिँ नै यहाँ यसमा आकर्षण हुन्छ। यहाँभित्रको व्यथिति, यहाँभित्रको चाहिँ भ्रष्टाचार, यहाँभित्रको नियमितता, यहाँभित्रको राजनीतिक हस्तक्षेप। अब यो धेरै अब अहिले तपाईँहरू नयाँ युवा साथीहरूले चाहिँ अहिले भन्ने पनि गर्नुभएको छ। अब यो पुरानाहरूले गरेन जाने गर्दै गरेन यिनीहरूलाई चाहिँ बहिष्कार भनेर पनि भन्नुभएको छ। यस्तै यस्तै गर्न नसकेको कारणले अलिकति यो कुराहरू आएको छ। म त भन्छु यसलाई पचाउनु पर्छ। म पनि कुनै दलमा आबद्ध छु, त्यति मात्रै होइन जनताको जनप्रतिनिधि पनि छु। त्यो भएको नाताले यो गर्न नसकेको कुरा त गर्न सकेको होइन भनेर भन्दाखेरि त पचाउनु पर्छ नि, र गर्न सकिएको छैन। त्यसकारण तर अब यतिकै यसलाई चाहिँ छोड्ने त भन्ने पनि कुरा हुन्छ। त्यसो त गर्दाखेरि त अब यो छोड्नेवाला त कोही छैन। हामीले छोडे पनि अब तपाईँ हामीले छोडे पनि अर्कोले त छोड्नेवाला छैन। यसलाई छोड्नु पनि हुँदैन। यसको त निशर्त चाहिने कुरा के छ भने उद्योग चल्नुपर्छ, उद्योग चलाउनुपर्छ। यो त साँच्चै भन्नुहुन्छ भने मलाई लाग्छ त्यो कवाडी को जुन व्यापार गर्ने साथीहरू हुनुहुन्छ नि, त्यो उहाँहरूलाई दियो भने मलाई लाग्छ सरकारले होइन क्या यो चलाउने। उहाँले त्यो दियो भने उहाँले पनि त्यो राव मेटेरियल वार ल्याएर उद्योग चलाउनु जस्तो लाग्छ क्या। तर एउटा कुरा तपाईँलाई चाहिँ म स्पष्ट के भन्न चाहन्छु भने अहिलेको हाम्रो देश सङ्घीय शासन प्रणालीमा गयो, 3 तहको सरकार भयो। 3 तहको सरकारमा चाहिँ संविधानले अधिकार सूची, एकल अधिकार सूची र साझा अधिकार सूचीहरू राखिदिएको छ। तर अहिले पनि हामी 2020 को कानुन, हामी ऐन कानुनहरू चलाएर आएको छौँ। यो देशमा मुलुकमा चलिरहेको छ। एउटा चाहिँ बेरियर तोक्ने छ। एउटा तपाईँलाई यो अहिले हामीले यो उद्योगलाई कसरी चलाउने भन्दाखेरि खानी खनिज प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने तपाईँले खानी खनिज सम्बन्धीको ऐन र नियमावली हेर्नु भएको छ भने त्यो अधिकार केन्द्रीकृत गरेर केन्द्र सरकारले राखेको छ कि हेर्नुहोस्। अब यो प्रदेश सरकारले त्यसलाई अलिकति अध्ययन अनुसन्धान गरेर एउटा प्रक्रियामा लाने भन्ने छ भने स्थानीय सरकारले त संरक्षण गरेर राख्ने भन्ने मात्रै छ। हेर्नुहोस्, त्यसकारणले नीति कानुन पनि बेरियर छ। तर त्यसको मतलब चाहिँ स्थानीय सरकार चलाउनु पर्ने हामी खोजिरहेछौँ। स्थानीयले हामी त अझै के भन्छौँ भनेर भन्नुहुन्छ भने उद्योग यहीँकै स्थानीय व्यक्तिहरूलाई सेयर खोलेर होइन, यो 3PP मोडल भन्छ नि त। अब त्यस्तो मोडलमा चाहिँ यहाँका सेयर निष्कासन गरेर पुँजी यहीँ नै हुन्छ। हेर्नुहोस्, सरकारलाई माग्न जानु पर्दैन, अरूलाई जान पर्दैन। तर त्यसको मतलब चाहिँ त्यो चाहिँ स्थानीय सरकारले, सङ्घीय सरकारले र अब यहाँका स्थानीय पब्लिकहरू मिलेर उद्योग चलायो भने प्रभावकारी हुन्छ। अब कुन पाटोमा कसले के गर्ने भन्ने कुरा चाहिँ त्यो हामीले स्पष्ट ढङ्गले चाहिँ त्यसरी गयो भने हामीलाई